Hi guys, welcome to my new vlog. It's Nikita Chalsi here. स्वागत छ हजुरहरुलाई मेरो नयाँ भिडियोमा। अनि आजको भ्लगमा के रहेको छ भने इन्ट्रेस्टिङ कुरा। टिकोलीमा आज छ मौसमको ओपनिङ र आज मौसमको ओपनिङमा जाँदै छु म कन्याकेटी बनेर साडी ल्याएर टक्क ल्याएर खाना खाएर 9 बजे म पुग्छु। आज हजुरहरुलाई म देखाउँछु वहाँ टिकोली मौसममा ओपनिङ हुँदा के हुन्छ कस्तो हुन्छ के छ के भइराको छ। हजुरहरु नजिकै हुनुहुन्छ भने आउनुस्, टाढा हुनुहुन्छ भने पनि आउनुस्, रमाइलो हुन्छ टिकोलीमा हुन्छ। लेट्स सी। सो गाइज म हजुरलाई मेरो ड्रेस देखाउँछु कन्याकेटीमा त कुन ड्रेस लगाउने भनेर होइन। म सोचेको थिएँ कि यस्तो बुनियोचो र घाँडा चोली होला भनेर लास्टमा टोलकै साडी रहेछ। यो चाहिँ के अरे माम टोलको नाम सरस्वती रामलीला टोल, रामलीला सरस्वती रामलीला टोल भन्छ यसलाई। यो साडी यो भयो पोते। अब यो भयो पोते, त्यसपछि यो पेटिकोट भयो, त्यसपछि यो भयो ब्लाउज। ब्लाउजको चाहिँ यस्तो छ, यो बुढी हजुरआमाले लाउनु जस्तै छ फिलहाललाई। त्यसपछि अनि यो चाहिँ डोरी छ। त्यसपछि अब मेरो कपाल त स्ट्रेट गरेको छ, तर मेरो कपालको ख्याल पनि राख्दा राख्दै मेरो कपाल बिग्रिनु भयो। मलाई टेन्सन परिसक्यो। 6 महिना भइसक्यो स्ट्रेट गरेको, तै पनि है अब बिग्रिनु लागिसक्यो। त्यही पनि यस्तो त म बाँड्दिनँ होला, सायद मेरो कपाल बिग्रिन्छ। फेरि कपाल बिग्रिन्छ तिनीहरूले पैसा ल्याएर दिन्नन्। एकछिनको रमाइलोको लागि मेरो स्ट्रेट बिग्रिन्छ। अनि मलाई साडी लाउन त आउँदैन, त्यही भएर मेरो साडी लगाइदिने हुन्छ उहाँ। जाडो महिना पुरै बुढी हजुरआमा भन्नुभयो, किनकि उहाँ बिरामी हुनुहुन्थ्यो, भर्खर सन्चो भएर उठ्नु भएको। त्यही भएर उहाँ हुनुहुन्छ मेरो मम्मी। रुवा सर्छ कि मलाई। ल मलाई अब साडी लगाइदिने नि त, मलाई हेर्नु पोते लाएर यस्तो देखियो। आउनु पोते लाएर दामी देखेछ हेर्दा नि। अब माग लाउँदैछ त्यो लाउनु। अब मेरो स्टाइल बिग्रिन्छ, मलाई त्यही टेन्सन छ, किनकि मेरो स्टाइल तर बिग्रिन त हेरेँ यहाँबाट बिग्रिसक्यो होइन। यसरी खुम्चिसक्यो मेरो कर्ली कपाल हो रियलमा चाहिँ, र स्टाइल गरेको तानथुन गरेर त्यहाँदेखि देखिसकेनन् है कसैले नि। अब बाटेसी त बिग्रिहाल्छ। अब म चाहिँ रेडी भएर देखाउँछु हजुरहरूलाई। ओके गाइज म कस्तो देखिराख्छु, कपाल मेरो बार्दै हुनुहुन्छ मम्मीले। गाजर लाउन, गाजरको कमी छ, मलाई गाजर लाउन आउँदैन। मम्मीले लगाइदिनु भनेको यहाँबाट लगाइदिएर अघि मेटेको मैले। अनि हाउ एम आई लुकिङ? मलाई छिटै ब्युटी पार्लर जान आन्तरी छ भन्नु। ब्युटी पार्लर नसिकेर मैले धोका पाएँ भन्नु। एकदम धोका पाइरहेको। ब्युटी पार्लर सिक्न पर्ने जरुरत छ मलाई, सिक्न एकदम आतुल भइरहेको म। यता हुन्छ मम्मीले धेरै कुरा सिक्नु पर्ने रहेछ भन्नु। जिन्दगीमा हरेक कुरा सिक्नुपर्छ। अब एउटा गाडी सिक्न, एउटा मेकअप सिक्न, त्यसपछि अर्कालाई ड्राइभर बनाउनु परेन, आफै ड्राइभरहरू दगुर्न पाइन्छ। हतारमा त गाडीको ड्राइभरलाई हटाएर आफै गाडी चलाएर दगुरी हुन्छ। राइट। सो मेकअप सिक्न जरुरी छ। अहिले मेकअप सिके भए मैले आफै मेकअप गर्थेँ होला। केही लगाएन मैले फेसमा, लिक्टेल केही लगाएन। डोरी खस्ने भन्दा पिर लाग्छ मलाई। यति हो, त्यो पनि आई स्याडो अनि बाङ्गो टिङ्गो भइसक्यो मेकअपको सामान भनेको। यति होला मेकअपको सामानको नाममा केही छैन। मलाई मेकअप सामान कसले किनिदिएला भन्नु। तपाईँले सबै भन्नु न, तपाईँलाई भन्नु न गएर सिधै कसले किन्दैन मलाई मेकअपको सामान, कसैले किनिदिने हुने हो। आउँदैन सामान किन्ने आउँदैन, मेकअपको सामानको नाम धरि आउँदैन। म यस्तो छु सोझो भन्नु एकदम। टिका पनि मम्मीलाई म कालो टिका लाऊँ भनेको, रातो टिका लगाउनु जरुरी छ र। अब कानमा उल लाउनु, इयरिङ त लाउँदिनँ, टप लाउने। आमा मेरो कपाल त लास्ट बुढी हुँदैन कसरी बाँडिदिनु भयो कि। अनि कसरी त डोरी बाँड्ने तेरो बोल्नु बुढी हजुर बनाइ त होइन त त्यही छ। यसरी लिनु त एकचोटि यतिकै लिपस्टिकले कति घसिछे हेर्नुहोस् मेरो कपाल। धेरै नहल्ला, कपाल कुस्किन्छ। यहाँ खसिसक्यो त्यो तान्द्रो कता कता स्ट्रेट गरेको कपालले धोका पाइन्छ गाइस। स्ट्रेट गर्नु हुँदैन। मैले मेरो अनुभव अनुसार भनेको, पटक्कै नि स्ट्रेट नगर्नु कपाल। द्याट्स भेरी लिपस्टिक लानु लतर पतर भइन्छ यार। रुनु पनि सकेन। केही राम्रो देखिएन यार। यो लिपस्टिक के भन्छ? म मिलाएर सबै थोक प्यारे मेरो फाइनल लुक देखाउँछु। ओके
गाइस लुक माई फाइनल लुक अब हामी दुईजना चाहिँ होइन निखिल र म चाहिँ जाँदैछौँ त्यो के भन्छ अरे यो टोलको अफिसमा हामीलाई चाहिँ के लाग्छ भने एउटा गाडी गयो भर्खरै गाडी छुट्यो भनेर जस्तो लागिरहेको किनभने मैले यस्तो राम्रो भएर फोटो खिच्दैन फोटो कतिले खिच्दैन म चाहिँ उनीहरूको फोटो यस्तो राम्रो राम्रो खिचिदिन्छु उनीहरू चाहिँ मेरो फोटो खिचिदिँदैन यार कतिलाई फोटो खिच्न भन्दा ढिलो भयो रिसाउँदै मेरो मुड खराब भइसक्यो ऊ शान्ति साथ अलिक कतिले फोटो खिच्छ नि हाल्न आउने नि खै के कतिले छैन फोटो एउटा क्यामेराम्यान किन्न पर्ने अवस्था आइरहेको होइन अरे अब के हुन्छ म हजुरहरूलाई देखाउँदै गर्छु होइन हेर्नु यस्तो जाडोमा मैले केही लगाएन किनभने राम्रो देखिनु पऱ्यो नि होइन के त कोही पट्टिहाल्छ कि यस्तो फग लागिरहेको छ क्या एकदम कुहिरो होइन यतातिर पुरा तोरी काटिसकेछन् मलाई निखिल गाडी गयो जस्तै फिल आइरहेको मैले यहाँबाट त्यहाँ हिँड्न मलाई गाह्रो भइरहेको म कसरी हिँड्ने हो पता नै अझै हिल जुत्ता लाएर आइज भन्दै थिएँ म त सिधा कुरा प्रस्तावित हिँड्नु त सक्दिनँ हिँड्नै सक्दिनँ 1 फिट नि हिँड्न 2 फिट हिँड्न सक्दिनँ हस् त धन्यवाद भनेर यस्तो कपाल चप्पल लाएर आएँ हामी चाहिँ मान्छे गइसक्यौँ मलाई भनेको बल्ल आउँदै हुँदो रहेछ त्यो Hi guys. डाडो भएको होइन तिम्रै हामी भिडियो बनाएर न सबको तपाईँले भिडियो लिइराख्नु भएको नि ल है राम्रोसँग है मलाई सेन्ड गर्ने है ल ल दुईटा लाइन त यो नै उठ्यो भने हामी अगाडि सुत्थ्यौँ लाइन लगाएको त्यहाँ नम्बरबाट छ नि पानी चाहियो तपाईँले हाल्नु न त्यसै भए मध्येमा एउटा उहाँलाई नबीलाई दिने होइन शासनमा राख्ने हो
हाम्रो देख्न देखिया है मलाई छ हामी भन्दा पछि कोही पनि छैन जस्तो माथिबाट फोटो खिच्यो पानीले फाइनली गाइज हामी मौसमभित्र त छिरेँ भन तर लास्ट थकेलाए त भएको कारण ब्लगमा खिचिन्छ देखाउनु पाएन निक्लिरहेको थियो मोबाइल खिचेँ भनेर त पहिला दिन फ्रीमा दिन्छ भने हामी गेम पनि खेल्न जान्ला हामी फ्रीमै दिन्छ कि भनेर लाग्यो यहाँ फ्रीमा दिइराखेन जस्तो लागिरहेको क्या मलाई जाम जाम सोध्दैमा त केही नै जान्छ बबल टी खाना पर्यो अरे चक्लेट फ्लेभरको यहाँ बनाउँदै हम अनि यो खाएपछि Hello guys, welcome to my new vlog. त भनिसकेँ अब के भन्नु अब हामी खाना आइसक्यौँ होइन सबैजना निकै पनि हुनुहुन्छ यता सम्पदा अनि आज यहाँ हुनुहुन्छ एकजना के आउँछ खानु बेसी लास्ट भोक लगाइरहेको छ होइन चाउमिन आउँछ अरे ठगेला खाउरो ठगेला नि ओए सुन तिमीहरूलाई एउटा टास्क दिन्छु म तिमीहरू दुईजनालाई एउटा टास्क दिन्छु गर्छौ ल आऊ यहाँ पुलिस अङ्कलहरू हुन्छ होइन पुलिस अङ्कलको त बन्दुकमा साँच्चीको बन्दुक छ कि छैन अङ्कल भन्छ तर नचिच्चाइकन बिस्तारै म भिडियो खिचिरहेको हुन्छु बिस्तारै म यतिकै बनाइराख्नु लाग्यो दोस्रो त उसले बुझिसकेँ Wow, Lyndon, wow.
ल यिनीहरू खाँदैछन् सेलरोटी दुईवटा त केही खाएन मैले केही नखाइदिनँ यसले मात्रै खाएको यसले मात्रै सेलरोटी खाएको अब म सबको खाएको त हेरेर बस्छ नि गाडी कुदेर बसेको अवस्था सबैजना थकित हेलो अकेला खाएन जिउ दुखेन गाडी नै आएन हाम्रो गाडी त उहाँ कृष्ण मन्दिरमा छ अरे उहाँसम्म हिँडेर जान सकिन्छ अब सकिन्छ म त सबैजना उठ्दै हुन्छ यहाँ म त प्लिज भयो कोही मलाई हस्पिटल लिएर गइदियो म त मर्ने भयो सक्दिनँ म त अब उठेर जान पनि सक्दिनँ हिँडेर जान पनि सक्दिनँ बस्नु सक्दिनँ मलाई हाम्रो हिँडेर ल्यायो यार आमा लास्टमा उत्पत्ति केही पनि भएन बस गयो आयो भित्र पनि खाजा पनि खाएन त्यसलाई त्यही चित्त दुःख अब घर जान लाग्यो सकियो सबै तपाईँलाई एकचोटि सबैमा देखाइदिन्छु ल के कस्तो हेलो यस्तो छ माहौल यहाँको चाहिँ भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला प्लिज ओके बाई बाई सी यु इन नेक्स्ट ब्लग